हामीले एउटा यो यहाँनिर एउटा घटना देख्छौँ। राजा नबुकदेनसरले एउटा ठुलो सुनको मूर्ति बनाउनु भयो, जो 30 मिटर अग्लो र 3 मिटर चौडा भएको सुनको एउटा मूर्ति राजा नबुकदेनसर राजाले त्यहाँनिर एउटा मूर्ति बनाउनु भयो। त्यो मूर्तिलाई सबैले, देशमा भएका जति पनि प्रान्तका बडा हाकिमहरू छन्, जतिसुकै जोसुकै जात जातिले, जोसुकै प्रान्तका मानिसहरूले, बडा हाकिमहरूले, जोसुकै तल्लो स्तरका माथिल्लो स्तरका जोसुकै मानिसहरूले पनि आएर चाहिँ त्यो सुनको मूर्तिलाई चाहिँ के गर्नुपर्ने थियो त, दण्डवत गर्नुपर्ने थियो। अनि यो उर्दी चाहिँ जारी भयो, यो उर्दी चाहिँ जारी भयो। अनि एक ठाउँमा कहाँनिर भन्दाखेरि दुरा नाम गरेको एउटा मैदानमा चाहिँ राजाले त्यो मूर्तिलाई स्थापना गर्छन् र सबै अनि त्यहाँ देशमा भएका सबै मानिसहरूलाई त्यहाँनिर हुकुम गरिन्छ कि यो मूर्तिलाई चाहिँ तिमीहरूले नरसिंगा, बिडा, बाजाहरू हैन, विभिन्न किसिमका बाजाहरूको स्वर सुन्ने बित्तिकै तिमीहरूले चाहिँ यो मूर्तिलाई चाहिँ तिमीहरूले दण्डवत गर्नु भनेर त्यहाँनिर हुकुम गरिन्छ। अनि सबै मानिसहरूलाई त्यहाँनिर भेला गराइन्छ। अनि जब बज्छ बिडा, बाँसुरी अनि सारङ्गीहरू त्यहाँनिर बज्दछ, अनि त्यसपछि मानिसहरूले सबैले त्यो सुनको मूर्तिलाई के गर्छन् त, दण्डवत गर्छन्, निहुरेर सुनको मूर्तिलाई चाहिँ दण्डवत गर्छन्। अनि यसै गरी हेर्दै जाँदाखेरि त्यहाँनिरका अरू तीनजना सद्रक, मेशक, अबेदनगोले चाहिँ त्यो सुनको मूर्तिलाई चाहिँ दण्डवत नगरेको कुरा त्यहाँनिर देख्दछन् अरूले। अनि आएर राजालाई भन्छन्, हे महाराजा, तपाईँले त यस्तो उर्दी गर्नु भएको थियो, यस्तो उर्दी निकाल्नु भएको थियो जसले सुनको मूर्तिलाई दण्डवत गरिँदैन, त्यसलाई चाहिँ आगो अनि कडा अनि सजाय दिने भनेर तपाईँले हुकुम गर्नु भएको थियो। तर यहाँका यहुदियाका मानिसहरू जो 3 जना छन्, यिनीहरूले चाहिँ तपाईँको आज्ञालाई मान्दैनन्, तपाईँले बनाएको सुनको मूर्तिलाई यिनीहरूले चाहिँ दण्डवत गर्दैनन्, तपाईँलाई नटेर्दैनन्, तपाईँले भनेको कुरालाई यिनीहरूले मान्दैनन्। जब त्यो कुरा लगेर राजा महाराजाको अगाडि कुरा सुनाइन्छ, अनि राजा एकदमै रिसले चुर हुन्छन्। रिसले चुर भएको कारणले गर्दाखेरि त्यहाँनिर जो आगोको भट्टी थियो, अनि आएर सोच्छन्, हे के हो यो कुरा, साँच्चीकै हो त? तिमीहरूले कि मैले बनाएको मूर्तिलाई तिमीहरूले दण्डवत गर्दैनौ, मेरो आज्ञालाई तिमीहरूले मान्दैनौ भनेर त्यहाँनिर राजाले सद्रक, मेशक र अबेदनगोलाई त्यहाँनिर सोध्दछन्। अनि उनीहरूले भन्छन्, हो महाराजा। हेर्नुहोस् त यहाँनिर, अनि राजाले भन्छन् 14 पदमा, हे नबुकदेनसरले तिनीहरूलाई भने, हे सद्रक, मेशक र अबेदनगो, के यो कुरा सत्य हो? तिमीहरू मेरा देवताको सेवा गर्दैनौ वा मैले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत गर्दैनौ? अब यदि तिमीहरूले नरसिंगा, बाँसुरी, बिडा, सारङ्गी, सितार, न्याउली, बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्डवत गर्न तयार भएनौ भने धेरै राम्रो हुनेछ। तयार भयो भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्डवत गरेनौ भने तुरुन्तै दन्किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला? हेर्नुहोस् त, यहाँनिर राजाले यो उर्दी दिन्छन्। अनि उनीहरूले भन्छन् 16 मा, हेर्नुहोस् त, सद्रक, मेशक र अबेदनगोले राजालाई जवाब दिए, सद्रक, मेशक र अबेदनगोले राजालाई जवाब दिए, हे नबुकदेनसर, यस सम्बन्धमा हजुरको अघि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन। है, यहाँनिर कति गजबको कुरा सद्रक, मेशक र अबेदनगोले हामी भेट्टाउँछौँ। हाम्रो यो कुरामा आगोमा फालिनबाट बचाउको निम्ति हामीले आफ्नो पक्षमा बोल्नुपर्ने कुरा केही पनि छैन। साथसाथै यस्तै घटना हाम्रो जीवनमा भएको भए हामीले सायद बचाउको लागि विभिन्न प्रयासहरू गर्थ्यौँ होला, विभिन्न जुक्तिहरू निकाल्थ्यौँ होला। होइन, हामीले त यत्रो वर्ष तपाईँको सेवामा लागेका छौँ, तपाईँको काम गरेका छौँ, तपाईँलाई उर्दी सल्लाह दिएका छौँ, हामीलाई किन आगोको भट्टीमा हाल्ने भनेर त्यो आगोको भट्टीबाट बचाउको निम्ति हामीले धेरै कोसिसहरू गर्थ्यौँ होला। तर यिनीहरूले यहाँनिर के भन्दैछन् हेर्नुहोस् त, हामीलाई यस सम्बन्धमा हजुरको अघि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही पनि छैन। 17 मा, हे महाराजा, यदि हामी दन्किरहेको
फाल्यौँ भने हामीले सेवा गरेको परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ। हेर्नुहोस् त्यहाँनिर, आमेन, हालेलुया। हे महाराजा, यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फाल्यौँ भने पनि हामीले सेवा गरेका परमेश्वरले हामीलाई बचाउनुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ। यदि, हेर्नुहोस् त यहाँनिर, बचाउनुहुनेछ। यदि हामीलाई उहाँले यसो नगर्नु भए तापनि ठिकै छ, परमेश्वरले हामीलाई बचाउनुहुनेछ, यो हामीलाई विश्वास छ। तर यदि परमेश्वरले हामीलाई यसो नगर्नु भए तापनि, हे महाराजा, हजुरको देवताको सेवा हामीले गर्ने छैनौँ। आमेन, हालेलुया। हेर्नुहोस् त कति निडरका साथ उनीहरूले भनेका छन्, यदि ठिकै छ परमेश्वरले हामीलाई यो आगोको दण्डीको भट्टीबाट ठिकै छ बचाउन सक्नुहुन्छ उहाँले चाहनुभयो भने। यदि उहाँले यो कुरा गर्नु भएन भने तापनि हामी तपाईँको देवताको हामी सेवा गर्ने छैनौँ। तपाईँले बनाएको सुनको मूर्तिको अगाडि हामी दण्डवत गर्ने छैनौँ। हेर्नुहोस् त यहाँनिर, हालेलुया। तर उनीहरू चाहिँ आगोको भट्टीमा जान तयार भए उनीहरू आगोको भट्टीमा। हामी बरु आगोको भट्टीमा जान तयार छौँ, तर हामी यो सुनको मूर्तिको अगाडि हामी दण्डवत गर्दैनौँ, तपाईँको देवताको हामी सेवा गर्दैनौँ। जब उनीहरूले यो कुरा भने नि राजा रिसले चुर भए, यति रिसाए उनी, यति रिसाए। जो आगो भट्टी बलिरहेको थियो त्यो भट्टीलाई अरू कति गुणा अरे 7 गुणा बढाउने उनले हुकुम दिए। हेर्नुहोस् त्यहाँनिर रिसले चुर भए। राजाले गरेको उर्दीलाई जब मानिसले मान्दैन उनले जुनसुकै पनि सजाय दिन सक्छन्, त्यहाँ कुनै पनि रोकावट हुँदैन। यिनीहरूलाई अब यहाँ नराख, मेरो आँखाको अगाडि यिनीहरूलाई देख्न नपरोस्, यिनीहरूलाई लगेर तुरन्त आगोको भट्टीमा हालिहाल भनेर बलिया सिपाहीहरूलाई लगाएर राजाले अनि सद्रक मेसक अबेदनगोलाई चाहिँ आगोको भट्टीमा हालिन्छ। आगोको भट्टी यति कडा थियो कि जसले तिनीहरूलाई छोपेर आगोको भट्टीमा हाल्न गए तिनीहरू चाहिँ त्यहीँनिर जलेर भस्म भइहाले कि उनीहरू त्यहाँनिर सखाप भइहाले। बाइबलले त्यही भन्छ, जसले उनीहरूलाई समातेर लगेर आगोको भट्टीमा हाल्न गएका थिए उनीहरू चाहिँ त्यहाँनिर के भयो त, भस्म भए, जलिहाले। अनि उनीहरू चाहिँ आगोको भट्टीमा परिसकेपछि अनि राजाले माथिबाट हेर्छन्, अनि त्यहाँबाट उनीहरूलाई चाहिँ 3 जनाको ठाउँमा चाहिँ 4 जना घुमिरहेको, आगोको वरिपरि त्यो भट्टीमा चाहिँ 3 जनाको ठाउँमा 4 जना भएर घुमिरहेको राजाले देख्छन्। हालेलुया। हेर्नुहोस् त परमेश्वरको सुरक्षा। अनि राजाले भन्छन् 25 मा हेर्नुहोस् त, अनि उनले भने, हेर त आगोको भित्र 4 जना मानिसहरू वरिपरि हिँडिरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन् र त्यो चौथो चाहिँ देवताहरूको पुत्र जस्तै देखिन्छ। मानिसहरू छक्क परे। हेर्नु त परमेश्वरको सुरक्षा। अनि त्यसपछि राजा छक्क पर्छन् साँच्चै नै। अनि यिनीहरूलाई नबुकदनेस्सरले दन्किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्याउँछन्। त्यसपछि राजाले भन्छन्, हे सद्रक मेसक र अबेदनगो, सर्वोच्च परमेश्वरका सेवक हो, बाहिर निस्केर आओ। हेर्नुहोस् त, हालेलुया, आमेन। कस्तो गजबको घटना यहाँनिर हामी देख्दछौँ। राजा चकित परे जब उनले हेरे आगोको भट्टीमा 3 जना होइन 4 जना घुमिरहेको देख्छन्। अनि उनीहरूलाई चाहिँ कुनै पनि आगोले हानि नोक्सानी नगरेको कुरा त्यहाँनिर राजाले देख्दछन्। उनले भन्छन्, हे सर्वोच्चका परमेश्वरका सेवक हो, बाहिर निस्केर आऊ। तब सद्रक मेसक र अबेदनको आगोको भट्टीबाट बाहिर निस्केर आउँछ। अनि त्यहाँनिर अनि अरू मानिसहरू पनि त्यहाँनिर जम्मा हुन्छन्। राज्यपालका बडा हाकिमहरू, इलाकाका अधिकारीहरू, सबै मानिसहरू त्यहाँनिर जम्मा हुन्छन्। उनीहरूलाई हेर्छन् र छक्क पर्छन्। अनि आगोले उनीहरूलाई कुनै पनि हानि नगरेको कुरा उनीहरूले देख्छन्। आगोले उनीहरूको केस पनि नजलेको, आगोको शरीरबाट आगोको गन्ध पनि नआएको कुरा उनीहरूले देख्छन् त्यहाँनिर। अनि मानिसहरू सबै छक्क पर्छन् त्यहाँनिर। राजा चकित पर्छन्। अनि त्यसपछि राजाले चाहिँ एउटा उर्दी त्यहाँनिर निकाल्छन्। के उर्दी निकाल्छन् भनेपछि 28 मा, त्यसपछि नबुकदनेस्सरले भने, सद्रक मेसक र अबेदनगोका परमेश्वरलाई
के होस् त? प्रशंसा होस्। हेर्नु त, सद्रक मेशक र अबेदनका परमेश्वरलाई प्रशंसा हो, जसले सुनको मूर्ति बनाए दण्डवत गर्नलाई। ओ देवताहरू बनाएर के भन्दैछ नि यहाँनिर आएर? सद्रक मेशक र अबेदनका परमेश्वरलाई महिमा होस् भन्दैछन् उनी आफैले। कति गजबको कुरा छ यहाँनिर। जसले सुनको मूर्ति बनाए, जसले सारा मानिसलाई एउटा मूर्ति बनाएर दण्डवत गर्न लगाए, देवता बनाए अनि सारा मानिसलाई बोलाएर दण्डवत गर्न लगाए, त्यही राजाले आगोको भट्टीमा हाले। त्यही राजाले चाहिँ अहिले भन्दैछन् उनीहरूलाई बाहिर बोलाएर ए सद्रक मेशक र अबेदनका सर्वोच्चका परमेश्वरका सेवकहरू बाहिर निस्केर आऊ। ओ कति गजबको कुरा छ यहाँनिर। अनि त्यसपछि जसले आफ्ना दूतलाई पठाउनु भएर आफ्ना सेवकहरूलाई छुटकारा दिनुभयो, तिनीहरूले उहाँमाथि विश्वास गरेर राजाको हुकुमलाई अस्वीकार गरी आफ्ना परमेश्वरलाई छोडेर कुनै देवताको सेवा गर्नु वा दण्डवत गर्नु भन्दा बरु आफ्ना जीवन दिन तयार भए। हेर्नुहोस् त्यहाँनिर राजाले बनाएको सुनको मूर्तिलाई बरु उनीहरू आगोको भट्टीमा जान चाहे, तर उनीहरू सुनको मूर्तिको अगाडि झुक्न चाहे। बरु हामी आगोको भट्टीमा जान तयार छौँ। उनीहरूले यो कुरा गरेको कारणले गर्दाखेरि अब उपरान्त यो राज्यमा राजाले हुकुम दिन्छन्। अब उपरान्त त्यहाँनिर जति पनि मानिसहरू थिए, जति पनि बडा हाकिमहरू, इलाकाका अधिकारीहरू, पदाधिकारीहरू जति पनि त्यहाँनिर थिए, राजाले पनि यहाँनिर विश्वास गरेका छन् सर्वोच्चका परमेश्वरलाई। सबै मानिसहरूले परमेश्वरलाई विश्वास गरे। त्यहाँनिर विश्वास गरेको कुरा हामी यहाँनिर भेट्टाउँछौँ। अनि राजाले एउटा उर्दी निकाल्छन्। यसकारण म यो उर्दी दिँदैछु। 29 मा हेर्नुहोस् त सबैजनाले, यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्ने मानिसहरूले सद्रक मेशक र अबेदनका परमेश्वरको विरुद्धमा केही भन्छ भने उनीहरू टुक्रा पारी काटिनेछन्। हालेलुया। राजाले के भन्दैछन् यहाँनिर? यदि सद्रक मेशक र अबेदनका परमेश्वरको विरुद्धमा कसैले केही बोल्छ भने तिनीहरूलाई चाहिँ टुक्रा टुक्रा गरी काटिनेछ र उनीहरूका घर उजाड पारिनेछ। कति गजबको परमेश्वर हुन्छ। राजाले उर्दी निकाल्छन् अनि त्यसपछि सबैजनाले त्यहाँनिर विश्वास गर्छन् परमेश्वरलाई। देवताले उनीहरूलाई बचाउन सक्ने छैन। त्यसपछि राजाले सद्रक मेशक र अबेदनगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए। हामी यसरी यो घटना हेर्छौँ यहाँनिर। साँच्चै नै परमेश्वरले उनीहरूको जीवनमा उनीहरूले सुनको मूर्तिलाई दण्डवत गर्न चाहेनन्, बरु मर्न चाहे। आज यो घटनाले हामीलाई के भन्छ भन्दाखेरि हामी तपाईँहरूलाई म के उत्साह दिन चाहन्छु भन्दाखेरि हामीले पनि यसो परमेश्वरलाई विश्वास गर्दै जाँदाखेरि हाम्रो जीवनमा पनि यस्ता घटनाहरू आउँछन्। हाम्रा आफ्नै इष्टमित्रबाट, हाम्रै आफन्तबाट, हाम्रै परिवारबाट, ए तिमीहरूले त विश्वास गर्यो यो कुरालाई, अनि तिमीहरूले चाहिँ यो कुरालाई चाहिँ तिमीहरूले ग्रहण गर्यो, बरु यसोलाई विश्वास गर्यो, यस्तो धर्मलाई तिमीहरूले पछ्यायौ, यस्तो कुरालाई तिमीहरूले यो गर्यो भनेर विभिन्न हामीलाई पनि यस्तै कुराहरू आउँदछ। तर यदि हामी परमेश्वरलाई विश्वास गरेर उहाँमा अगाडि बढ्यौँ भने साँच्चै नै परमेश्वरले हामीलाई विजय दिनुहुन्छ। अस्ति नै दाइको घटना सुन्दै गर्दाखेरि हामी एकदमै दुःखी भयौँ। हेर्नुहोस् त परमेश्वरले कसरी उहाँलाई छुटकारा दिनुभयो। साँच्चै नै यदि त्यो सरसरी हेर्दाखेरि त्यो अटो चाहिँ 3 पल्ट्याङ खाँदै गर्दाखेरि त्यहाँनिर बस्ने सायद एकदमै कम सम्भावना थियो, तर पनि परमेश्वरले उहाँलाई छुटकारा दिनुभयो। उहाँको दिमागमा त्यो कुरा आयो कि मैले चाहिँ यो ह्यान्डल छोड्नु हुँदैन, यदि म यो ह्यान्डललाई छोडेँ भने साँच्चै नै म सकिन्छु होला, मैले चाहिँ ह्यान्डललाई समातिराख्नुपर्छ भन्ने कुरा उहाँको दिमागमा आयो। परमेश्वरले यो कुरा उहाँलाई हालिदिनु भयो, अहिले समातिराख्नुभयो। अटो 3 चोटि पल्टिँदै गर्दाखेरि पनि उहाँलाई कुनै हानि भएन। परमेश्वरले उहाँलाई छुटकारा दिनुभयो। महान हुनुहुन्छ। यसै गरी जसरी सद्रक मेशक र अबेदनगोलाई परमेश्वरले यसरी बचाउनु भयो, उहाँले पनि हामीलाई बचाउनुहुन्छ। विभिन्न सुकै परिस्थितिमा, जस्तो सुकै परिस्थितिमा पनि परमप्रभुले हामीलाई बचाउनु। यदि हामीले उहाँमा विश्वास गऱ्यौँ, उहाँमा वृद्धि भयौँ, उहाँलाई पछ्यायौँ भने साँच्चै नै परमेश्वरले हामीलाई हरेक कुराहरूबाट छुटकारा दिनुहुनेछ। यदि हामीले कुनै पनि कुरालाई दण्डवत नगरेर संसारका कुराहरूलाई, अरू कुराहरूलाई नपछ्याएर यदि हामी परमेश्वरमा निरन्तर परमप्रभु हामी लागिरह्यौँ भने जसरी सद्रक मेशक र अबेदनगोलाई परमेश्वरले बचाउनु भयो, त्यहाँनिर आगोको भट्टीमा 3 जना मात्रै होइन, 3 जना फालिएका थिए, तर आगोको भट्टीमा अनि राजाले 4 जना त्यहाँनिर देख्न
पनि साँच्चै नै त्यस्तै गरी परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ। हामी हिँड्नुपर्ने, हामीले गर्नुपर्ने कामहरूमा, हाम्रो जस्तोसुकै अवस्थामा पनि परमेश्वरले हामीलाई डोर्याउनुहुन्छ भन्ने कुराको ज्ञान हामी यो वचनबाट पाउँछौँ, होइन? हालेलुया, हालेलुया। परमेश्वरलाई धन्यवाद। साँच्चै नै गजबको घटना हामीले यहाँ हेरेका छौँ। यदि हामीले पनि परमेश्वरलाई आफ्नो शरण स्थान बनायौँ भने, अनि सदरक मेसकले यहाँनिर परमेश्वरलाई आफ्नो शरण, उनीहरूले परमेश्वरलाई आफ्नो रक्षक बनाए, त्यस कारण परमेश्वरले उनीहरूलाई सुरक्षा दिनुभयो, सहायता गर्नुभयो। उनीहरूले आगोको भट्टीमा जान तयार भए, तर मूर्तिको अगाडि उनीहरू झुक्न तयार भएनन्। त्यस कारण यदि हाम्रो जीवनमा पनि यस्तै कुराहरू आउँछन्, कतिपय हाम्रो जीवनमा पनि यस्तै कुराहरू आउँछन्, यदि हामीले सबै कुरालाई त्यागेर परमेश्वरलाई पछ्यायौँ भने परमप्रभुले साँच्चै नै हामीलाई उद्धार गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र विजय हामीलाई दिनुहुनेछ। आमेन। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको यो वचनबाट हामी सबैले आशिष पाएका छौँ।